यहीँ लिएर मार्दै नि हुन्छ शिव शिव भगवानको जस्तो भन्नु हुँदैन नमस्ते भगवान Okay, hey everyone, good morning from Pyuthan and welcome to a day in my life vlog. So आज चाहिँ मेरो थर्ड डे हो प्युठानमा अनि म चाहिँ आज हाम्रो पूजा थियो सो द्याट्स वाइ म चाहिँ बिहानै 5 बजे उठेँ बिहानको भ्यू चाहिँ यस्तो थियो अनि सबैजनाले नुहाउनु भइसकेछ अनि मलाई उठाउनु भएर म उठेँ 5 चोटि उठाएर मेरो दाइले र बुवाले चाहिँ नुहाएर भ्याइसक्नु भयो त्यो पानी चाहिँ मेरो लाग्यो तर मैले त्यो नुहाउँदिनँ किनकि मलाई जाडो भएर म मर्छु हामी चाहिँ सुबह जान लागेको हो यो हाम्रो पाठी हो and this is me चोर जस्तो देखाछ हामी चाहिँ सुबह जाँदैछौँ पाठी चढाउन हैन त्यो पाठी चाहिँ चढाउँछु भनेर एउटा भाकल राखे हुन्छ अनि त्यो पाठी चढाएर चाहिँ गाउँभरिको सबैलाई मासु चिउरा खान दिन्छन् यो चाहिँ हाम्रो प्युठानतिरको चलन हो अब अन्त छ कि छैन चाहिँ थाहा भएन हामी त्यही जाँदैछौँ पछि यो भाडा बोक्दैछ ल यहाँनिर चाहिँ यस्तो रेस्ट गरेको बाख्राले मान्छेहरूले अब चाहिँ हामी रफ्तारमा टोली कुद्छ एकदमै लाइन लागेर आनन्दले यहाँ चाहिँ एकछिन रेस्ट गरेको मान्छेहरूले अनि बाख्राले बिचरा थाकिरहेको थियो सबैजना अब चाहिँ रफ्तारमा कुद्छ टोली लाइन लागेर यसरी सबैजना कुदिरहेछन् म चाहिँ रित्तै ठङलङ ठङलङ हिँडिरहेछु यो चाहिँ मासु झिक्ने डाडु हो ओ पुके यो चाहिँ मेरो पुके हो उफ हिँडै छ अझै पुगेको छैन म डाडु बोकेर हिँडिरहेको छु मासु चाहिँ खाने होइन डाडु चाहिँ बोकेर हिँड्छु म कुदिरहेको छु रफ्तार मान्छेहरू भेटाउनु कुदिरहेको छु तर भेटाएकै छैन क्या मैले हराएँ एकछिनमै हराएँ सबैजना फाइनल्ली मैले भेटाएँ यहाँनिर चाहिँ रिस उठेको मान्छेहरू लगेर पल्टाइदियो भने मार्न सजिलो हुन्छ भनेर भनिरहेको थिएँ तर त्यहाँ केही बुझेन फाइनल्ली हामी चाहिँ मन्दिर आइपुग्यौँ यहाँ तल चाहिँ भिड छ रिस उठेको मान्छेले यहीँबाट लिएर गुल्टाइदिने यो चाहिँ चढाउने पाठी हो एकदम इनोसेन्ट त्यसको त के गल्ती छ बिचरा त्यसलाई मर्छ भन्ने पनि थाहा छैन अब यहाँ आगो बल्छ यहाँनिर पानीहरू रेडी भइसक्यो आगो बल्छ मान्छेहरू दाउरा खोज्न जाँदैछन् कोही घाम ताप्दैछन् कोही बसिरहन् यो चाहिँ हाम्रो चाहिँ मन्दिरमा चढाउने प्रसाद हो सबैभन्दा फर्स्टमा चाहिँ पुजारीले चाहिँ यो भुटेर यो चढाउनलाई सबैभन्दा सुरुमा चाहिँ उहाँले यसरी फुट्नुहुन्छ जाउँ अब यो चाहिँ प्रसाद हो यो पनि हाम्रो सेकेन्ड प्रसाद हो यो चाहिँ सबैजनाले खानेवाला प्रसाद हो मेरो बुवाले बनाउँदै हुनुहुन्छ मेरो क्युटी पाई मेरो मुटुको टुक्राले बनाउँदैछिन् अनि यहाँ चाहिँ प्याज काट्ने टमाटर काट्ने खुर्सानी काट्ने प्रोग्राम हुँदैछ यसरी काटिरहेछन् उता पाठी काट्दैछन् हामी चाहिँ यता बसिरहेछौँ हेर्न नसकेर म चाहिँ काटेको हेर्न सक्दिनँ आँसु आउँछ काम छु त्यही भएर म यता बसिरहेको छु बुढापाकाका कुरै छुट्टै हुन्छन् के कुरा गरेछन् पुरै कस्ता कुरा अनि यता चाहिँ पाठी काटिसकेछन् यसरी पोलिसकेछन् र म यता आएँ टिका लाउन मन्दिरमा बोलाउनु भयो र त्यो पछाडि भएको चाहिँ मेरो दाइ हो पुकुलुकु मेरो प्यारी पुन्टु अनि यहाँ चाहिँ मासु काट्ने पकाउने यता चाहिँ मासु पकाउने मसला रेडी हुँदैछ अनि यहाँ चाहिँ पाठी काटिरहेछन् सबैजनाले जे होस् अब यसले ढ्याप्प हान्छ मलाई यो हामी दाजुभाइ चाहिँ यस्तै हो भेटे नि गाह्रो नभेटे नि गाह्रो भेटेपछि कुकुर बिराल जस्तै लडाइ हो नभेटे नि फोन गरे हो ल्याएर दिन लगाएर चाहिँ मातेको केटा भाइले चाहिँ पुच्छर ल्याएर पुच्छर पोलेर आएछ र हामीलाई जिस्काउँदैछ पुच्छरको मासु खानु भन्दै अनि यहाँ झगडा परे एकछिन अनि हामी यहाँ चाहिँ सुत्यौँ मलाई गाह्रो भयो अनि एकछिन ढाड सेकाएर घाममा पल्ट्यौँ अब खाने बेला हुन्छ अब कुद्ने हो खाना ल फाइनल्ली हाम्रो खाने बेला भयो ल खाना दिन चाहिँ यसरी नै हो टपरीमा दिन्थ्यो हामीले चाहिँ प्लेट लगेर गएको थियौँ अनि प्लेटमा खाना दिएको यसरी चिउरा राखेर अनि मासु हालेर खाना दिने है सबैजनालाई म चाहिँ मासु लभर होइन त्यही भएर टाउको चिलाउँदै खाएँ मलाई एकछिनमा गाह्रो नि हुनसक्छ र गाह्रो नि भएको थियो यिनीहरू चाहिँ खाइरहेछ हन्ते जसरी मासु लुडाइराख म चाहिँ सागपात रुचाउँछु सागपात हरियो कुराहरू गाजर मुला काँक्रो
खाने मान्छे हो म चाहिँ खासै मासु वाउ लाग्दैन मलाई चाहिँ अब हामीहरू चाहिँ खाना खाएर भ्याएपछि चाहिँ सबैजनाले आगो निभाए भाँडा माझ्ने प्रोग्राम हुँदैछ घर सकिसक्यो ऊ त्यहाँ भाँडा धुँदैछन् जङ्गलमा लगेर ऊ यहाँ भाँडा धुँदैछन् अब आगो पनि निभिसक्यो अब हामी जानु पर्छ ओके थ्याङ्क यू फर वाचिङ बाई बाई ल ओके अब चाहिँ फर्किनु लाग्यो मैले मासु खान्न थिएँ जबरजस्ती खाएको मलाई बोमिट आउनु लाग्यो म निस्केँ